नमस्कार। नेपाल अनलाइन गोठको तेस्रो श्रृङ्खलामा हजुरलाई हार्दिक स्वागत छ। यस श्रृङ्खलामा बाख्रामा देखिएको स्वास्थ्य समस्या र तिनको डाक्टर गणेश बन्जाराले गर्नुभएको उपचार विधिबारे जानकारी गराउँदैछौँ। काभ्रे जिल्ला पनौती नगरपालिकाको बल्थली गाउँमा किसानहरूसँगको छोटो अन्तर्क्रियापछि उहाँहरूको अनुरोधलाई स्वीकार गरी हामी उहाँहरूको बिरामी पशुवस्तुको निरीक्षण र उपचारको क्रममा लाग्यौँ। यिनी बाख्राको ढाडमा नरम पानीको डल्लो जस्तो फोका थियो, जुन करिब 2 हप्ता अगाडिदेखि देखा परेको थियो र बिस्तारै ठुलो हुँदै गएको थियो। निरीक्षणपछि यिनको ढाडमा फित्ती जुकाको अन्डाबाट निस्किएको लार्भाको कारण सिस्ट बनेको पाइयो। डाक्टर गणेश बन्जाराज्यूले शल्यक्रियाबाट यो सिस्ट निकाल्ने सल्लाह दिनुभयो, तर ती बाख्रामा न्युमोनिया पनि भएको कारण सोही दिन शल्यक्रिया गर्न सकिएन। बरु निडल प्रयोग गरी तिनको त्यो सिस्टभित्रको पानी निकाल्यौँ र बिटाडिनले सफा गर्यौँ र साथसाथै न्युमोनियाको पनि उपचार गर्यौँ। यिनी बाख्राको कानमा फङ्गल इन्फेक्सन भएर छाला पाप्रा परेको, रातो भएको र ठाउँ रौँ पनि झरेको थियो। यो रोग अन्य बाख्रा लगायत मानिसमा पनि सर्न सक्ने भएकोले डाक्टर बन्जाराज्यूले ब्लिचले दुवै कान राम्ररी सफा गरेपछि पुनः बिटाडिनले सफा गरेर सुक्खा भएपछि कोमास बिजिभिट लगाइदिनु भएको थियो। यसै गरी केही बाख्राहरूको गोबर परीक्षण गरेर हेर्दा जुकाको अन्डा देखिएपछि तिनलाई जुकाको औषधि पनि खुवायौँ। यसै गरी अधिकांश बाख्राहरूमा उपियाँ जुम्रा परेको हुनाले तिनलाई साइपरमेथ्रिन औषधि डब्बामा लेखिए अनुसार प्रयोग गर्ने सल्लाह दियौँ। आजको श्रृङ्खलामा हामीले बाख्रामा देखिने केही स्वास्थ्य समस्याबारे छलफल गर्यौँ। भविष्यमा पनि यस्तै उपयोगी भिडियोहरू लिएर आउनेछौँ। हवस्, धन्यवाद।